18 लाख पर्ने हार्ड डिस्क मालिक की श्रीमती यानी कि अर्चना चोरीकी थिए। ट्विस्ट के भयो भने चोरमाथि चोर लागिदिएको छ। 18 लाखको हार्ड डिस्क सुन्न बित्तिकै कान्छीले चोरी दिएको छन्। कारमा सागरले आफ्नो साथी अर्चनालाई दोष लगाएकी थियो। धुलाइ गरिएको छन्। यसको क्षतिपूर्ति के होला त? के सागरले माफी माग्ला त? श्रीमतीलाई के हार्ड डिस्क चोर भन्लान् त? खेल पनि पल्टियो, चोर पनि पल्टियो। 18 लाख आउँछ कि जान्छ? बारेमा जान्नको लागि लास्टसम्म हेरिदिनु होला। जो नयाँ हुनुहुन्छ त्यहाँहरूले लाइक एन्ड सब्सक्राइब गरेरै जानुहोला। अब जाम भिडियोतर्फ। यति बेला सागरका बुढाबुढीलाई रामलाई घरदेखि निकाल्ने सपना चकनाचुर हुनेवाला छ। अर्चनाको योजना भनेको रामलाई आफ्नो बुढाको अगाडि गिराउनु थियो र 18 लाख क्षतिपूर्ति तिराउने नै थियो। आफ्नो कामप्रति जहिले वफादार हुने सागर पनि हार्ड डिस्क नहराएको पनि जानकारी बनाउँछन्। तर प्रोड्युसर र डाइरेक्टरले त्यस्तै गरी आफ्नो श्रीमान निकी मालिकको सागरमाथि यति प्रेसर छ कि अर्चनाले भस्मी दिएको सागरलाई प्रेसरलाई जो केटो सागरले आफ्नो गल्ती स्वीकार्न पनि बाध्य भएको थियो। अब के होला त अर्को पार्टमा? जो नयाँ हुन्छ लाइक एन्ड सब्सक्राइब गरेर जानुहोला र बेल आइकनलाई अन गरेर जानुहोला। र आजको लागि यति नै, बाई।